हेलो गाइस, हामी चाहिँ फ्यामिली सबैजना घुम्नु निक्लेको पाक्योङको कफल डाँडा भ्यू पोइन्ट। पाक्योङ कैयौँ कफल डाँडा भ्यू पोइन्ट। यो चाहिँ डिक्लिङदेखिको अलिकति उता पर्छ। यहाँ भ्यू पोइन्ट यति मजाको छ है। यहाँबाट चाहिँ राम्रो राम्रो भ्यूहरू देख्छ तपाईँले। 360 भ्यू देख्न सक्नुहुन्छ है। यहाँ तपाईँले रम्फू, कुमरेक, मामरिङ अनि अरू कता कता जग्गाहरू सबै देख्नुहुन्छ तपाईँले। माम्जेहरूदेखि लिएर सबै देख्नुहुन्छ। यहाँबाट चाहिँ भ्यू यति राम्रो देख्छ। ल आउनुहोस्, तपाईँहरूलाई म देखाउन चाहन्छु। हेर्नुहोस् है त ल, नकाटिकन एकदम स्किप नगरिकन हेर्नुहोस् है। मजाको भ्यू पोइन्टहरू छ है। तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ। यसो यहाँनिर अर्ग्यानिक चिजहरू पनि पाउँछ तपाईँले है। यो जग्गामा एकदम यो चाहिँ अलिक जङ्गलको बिचमा पर्छ, एकदम हाइटमा पर्छ है। त्यही भएर यहाँ भ्यू चाहिँ एकदम दामी देख्छ, दामी। हेर्नुहोस् है त, तपाईँको लागि मैले सानो क्लिप्स बनाएर हालिदिएको पनि छु। तपाईँहरू पनि कुनै दिन भिजिट गर्नुहोस् होला यहाँनिर है। प्रवेश हेरे प्रकाश आएन आएन Ini tuh